जहाँ तपाईँ त्यहाँ तपाईको म्युजिक। इन्ट्रोड्युसिङ JBL Go 4। नमस्ते सबैलाई, हजुरहरुको स्वागत छ भन्दै म यो भिडियो सुरुवात गर्न चाहे। आज हामी कुरा गर्दैछौं JBL Go 4 को बारेमा। JBL को हालचालै रिलिज भएको स्पिकर हो र तपाईले यसमा 8 वटा कलर अप्सनसम्म पाउन सक्नुहुन्छ। यो स्पिकरको स्पेसिफिकेसन, फीचर्स र प्राइसको बारेमा जान्नको लागि यो भिडियो लास्टसम्म हेर्नु होला। अनि प्राइसको कुरा गर्नु पर्दाखेरि हजुरहरुको लागि एउटा सरप्राइज छ। त्यो सरप्राइज के हो भनेर जान्न चाहनुहुन्छ भने भिडियो लास्टसम्म हेर्नुहोस्। यो स्पिकरको डिजाइन हेर्दाखेरि एकदमै स्लिक र स्टाइलिश छ। IP67 रेटिङको कारणले गर्दाखेरि यो डस्ट प्रुफ मात्र नभएर वाटरप्रुफ पनि छ। तपाईले यो स्पिकरलाई पिकनिक जाँदा, हाइकिङ जाँदा लिएर जाँदाखेरि एकदमै परफेक्ट हुन्छ। यसमा ब्लुटुथ भर्जन 5.3 युज भएको कारणले गर्दाखेरि ब्याट्री एकदमै कम खान्छ र इन्टरफेरेन्स पनि एकदमै कम हुन्छ। यसमा इजी टु युज बटन्सहरु पाउन सक्नुहुन्छ, जस्तै कि पावर बटन, भोल्युम बटन, ब्लुटुथ बटन र औरा कास्ट बटन। औरा कास्टले चाहिँ तपाईको डिभाइसलाई मल्टिपल स्पिकर्सहरुसँग कनेक्ट गरेर चलाउन सक्ने बनाउँछ। यसको साउन्डको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको बेस धेरै छ र साउन्ड ब्यालेन्स र अप्टिमाइज छ। अनि यो स्पिकरको एप्लिकेसन पनि पाउन सक्नुहुन्छ, जसमा तपाईले ब्याट्रीको लेभल चेक गर्न सक्नुहुन्छ र अन्य धेरै फंक्सन्सहरु पाउन सक्नुहुन्छ। अनि मैले अगाडि भिडियोमा तपाईहरुको लागि प्राइसकोमा सरप्राइज छ भनेको थिएँ। सरप्राइज चाहिँ के हो भन्दा तपाईले यो मार्केटमा 7500 मा पाउन सक्नुहुन्छ, तर हामीसँग यो प्रोडक्ट किन्नु भयो भने तपाईले मार्केट प्राइस भन्दा एकदमै चिपर प्राइसमा पाउन सक्नुहुन्छ। तपाईहरुलाई यो स्पिकर कस्तो लाग्यो कमेन्टमा भन्नुस्, यो भिडियोलाई लाइक गर्नुस् अनि सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला।